दाजु के छ बर्खा? ठिकै छ दाजु, नमस्कार है। हामी धेरै समयपछि ट्युबमा भेट्न पाइयो अनि धेरै वर्षमा ट्युबमा भेट भयो। दाजु कसरी बितिरहेछ काठमाडौँको दिनहरू? ठिकै छ, यसो लाइब्रेरीतिर आयो, हजुर अलिअलि पढ्यो, यताउता अध्ययन गर्दै लगभग हो त। मोटामोटी ठिकै बित्यो। पहिला हामीले पढ्दाखेरि लोकसेवाका मात्रै पढ्ने विद्यार्थीहरू लगभग धेरै भेटिन्थे। आजभोलि यो कोरियन ल्याङ्ग्वेज अनि जापानिज भाषाहरू पढ्ने पनि विद्यार्थीहरूको केही पुस्तकहरू देखियो। के होला यता यो समय परिवर्तन हुँदै जाँदा समयको माग हो? समयको माग मेनली चाहिँ पैसाले नै यो समाज अगाडि बढेको देखियो। पैसा बिना जिन्दगी अलिकति गाह्रै अवस्था देखियो। सरकारी जागिर खाएर पनि जीवन निर्वाह गर्न एकदमै कठिन देखियो। त्यो कारणले बरु कोरिया जापान जाने मान्छेहरूको सङ्ख्या बढिरहेको छ, त्यो देखियो। अनि अब त्यसपछि अर्को मान्छेहरूमा यो अलिकति पहिलाभन्दा अहिले पिएचडी गर्नेहरूको सङ्ख्या पनि अलि बढी देख्दैछ। एमफिल पिएचडी गर्ने पनि हो त। त्यो पनि एउटा मान्छेमा पिएचडी गर्ने सपना पनि अलि धेरैको मनमा जागेको देखियो। अब यो त्रिभुवन विश्वविद्यालय त हामीले पढ्दाखेरिको सबैभन्दा पुरानो विश्वविद्यालय, नेपालको जेठो विश्वविद्यालय भन्छौँ। एकदम आकर्षक मनमोहक वातावरणमा पनि छ। अहिले त धेरै विश्वविद्यालयहरू खुले नेपालमा, दर्जनौँ सङ्ख्यामा। त्यसले गर्दा पनि अलिकति विद्यार्थी घटेको हो कि पहिला जस्तो भन्ने छ नि? मलाई चाहिँ त्यस्तो लाग्छ दाजु। मलाई चाहिँ त्यस्तो लाग्दैन। विद्यार्थी घट्नुको पछाडि विद्यार्थीहरू +2 गर्ने हजुर अनि बाहिर जाने। मेन चाहिँ यो +2 भन्दा माथिको पढाइ नेपालमा धेरैले गर्न छोडिसके। हो त। अहिले चाहिँ सहर बजारमा बस्ने धेरै आमा बुवाका छोराछोरीहरू +2 गर्ने अनि अस्ट्रेलिया अमेरिका फर्दर स्टडीको लागि बाहिर जाने, अथवा नेपालमै केही व्यवसायहरू गर्ने भए पनि खासै पढ्न चाहिँ नआउने। +2 गऱ्यो, बरु प्राइभेट बस्यो, व्यवसाय गऱ्यो, बिहान बेलुका पढ्यो, इक्जाम दियो। त्यो गरेर अलिकति पढाइप्रति जुन कलेजको पढाइप्रति चाहिँ मान्छेको त्यति धेरै इन्ट्रेस्ट देखिएन। अहिले आफूलाई काम लाग्ने टेक्निकल सब्जेक्टहरू बरु अरू सिटिबिटीतिर अलिकति विद्यार्थी बढेको देखिन्छ होइन। यो त्रिभुवन विश्वविद्यालय लगायत अरू विश्वविद्यालयमा पनि विद्यार्थी त्यति चाप चाहिँ अहिले छैन, पहिलाभन्दा धेरै घटेको देख्छु म। हो त। हामी यहाँ बसिरहेका छौँ, हाम्रो पछाडि ठ्याक्कै यो त्रिभुवन विश्वविद्यालयको घडीघर छ। अहिले त नयाँ घडीघर पनि बनेको छ साइडमा। अब हामीले पढ्दाखेरिको स्मरण कसरी गर्नुहुन्छ? पुराना दिनहरू कसरी बित्थे, कस्तो थियो? पहिला अब यो पुरानो घडीघर भनेपछि एउटा एकदम चर्चितै हो होइन। अझै पनि अब घडीघरको कतै कसैले भेट्ने भन्यो भने कहाँ भेट्ने भन्दा ठ्याक्क घडीघर अगाडि भनेपछि सम्झिन सजिलो, ठ्याक्क कहाँ हो भनेपछि पत्ता लगाउन सजिलो। यो घडीघरको छुट्टै महत्त्व छ। अब अहिले नयाँ बने तापनि मान्छेको मानसपटलमा यो पुरानै घडीघरको सम्झना आउँछ। अब नयाँ लाइब्रेरी बनेको छ, त्यसमा पनि घडीघर छ, घडी राखिएको छ। त्यो अलिक त्यति अब त्यहाँ सुचारू भइसकेको छैन, अलिअलि फट्टाफट्टा। यो ट्युबको विद्यार्थीलाई मात्रै सुचारू भएको हो? अरू आङ्गिक क्याम्पसका अथवा अरू उपत्यका बाहिरका अरू कलेजमा पढ्ने विद्यार्थीले भित्र गएर पढ्न पाइँदैन? ट्युबको आइडी कार्ड अनिवार्य छ त्यसमा। ए हजुर। ट्यु र उपत्यकाभित्रको चाहिँ लगभग आङ्गिक पाउने व्यवस्था रहेछ। ट्युबको आङ्गिक क्याम्पसहरू, बाहिरकोलाई चाहिँ त्यहाँ अनुमति छैन। अनि पहिला उताको लाइब्रेरी हुँदा किताब लैजान पाइँदैन, त्यो फोटोकपी लैजाने प्रचलन थियो। यता चाहिँ कलेजको किताब भित्रै लगेर पढ्न पाउने व्यवस्था रहेछ। हो त। हामी बसिरहेका छौँ, यो फुल पनि हाम्रै काखमै खसेको छ। यो फुल र ट्युबको पनि घनिष्ठ सम्बन्ध छ नि? यही फुल जस्तो अब ट्युब पनि बास्नादार पढाइको बास्ना। ट्युबमा बाहिरबाट छिर्दा बित्तिकै, ट्युब देख्दा बित्तिकै यही फुलको बास्ना आए जस्तै ट्युबको पनि पढाइको बास्ना आउँछ। हो त होइन। यो छुट्टै यो फुल फुल्ने सिजनमा त काठमाडौँ पुरै रङ्गीचङ्गी हुने। यो फुलको बारेमा के भन्न चाहनुहुन्छ दाजु? यो फुल खास कसरी चाहिँ यति चर्चित भयो होला? यो फुल मलाई असाध्यै मनपर्छ, तर यो फुलको बारेमा त्यति धेरै ज्ञान चाहिँ भएन। केही ज्ञान छ भने यसो बरु यस्तो छ, मैले सुनेको यो ठ्याक्कै राणा प्रधानमन्त्रीको पालामा उहाँ चाहिँ विदेश गएको बेलामा त्यसको बिउ लिएर आएर रोप्नुभयो भन्ने चाहिँ मैले यसो भेटाएको थिएँ। असाध्यै राम्रो रहेछ। काठमाडौँ यो
आरएनएसीको वरपर पनि रत्न पार्कतिर पनि हराभरा हुन्छ त्यो दरबारी त्यो सबै फुल थियो अघि म भर्खर उता गएर आने हैन पुरै बाटो परि एकदम रमाइलो छ त्यसले गर्दा ट्युबमा आएर यो फुलमा फोटो खिच्ने यहीँ बस्ने पनि चलन छ धेरैको चाहना यो हुन्छ हो त अब यो सौभाग्य हामीलाई पनि प्राप्त भयो अनि अब हामीले कलेज पढ्दा हामी क्याम्पस पढ्दा अब हामी मास्टर डिग्री पढिरहँदा चाहिँ हामी यही कलेजमा आउने यही पढ्ने यही बस्ने गर्थ्यौँ हाम्रो दिनहरू सामान्य बितिरहेका थिए र यो ट्युबमा पढ्ने वातावरण अझै पनि छ यसलाई जोगाइराख्न के गर्न पर्ला अब यसलाई जोगाइराख्न यो अलिकति मलाई त्यति साह्रै चित्त नबुझेको यो ट्युब भनेको अलिकति अलिक उच्च ओहदाकै विश्वविद्यालय हो होइन अब यसमा यो एकाडेमिक जुन क्वालिफिकेसन बढाउने विद्यार्थीहरू भन्दा पनि लोकसेवा पढेर लोकसेवा पास गर्ने जाने खालको त्यो देखियो हामी पनि यही आउँथ्यौँ लोकसेवा एउटा व्यावसायिक रूपमा लोकसेवा पढ्नेहरूलाई भन्दा एकाडेमिक जुन विद्यार्थीहरूलाई अलिकति प्राथमिकता दिनुपर्छ भन्ने मेरो मान्यता हो अब लोकसेवा यस्तो कुनै एउटा विश्वविद्यालयमा लोकसेवाकै लागि भनेर यो पढ्ने चाहिँ नेपालको सरकारी विश्वविद्यालय होइन लोकसेवाको विश्वविद्यालय जस्तो चाहिँ यो चाहिँ मलाई चित्त बुझेको छैन दाइ मेरो विषय पनि मैले पनि यहीँ बसेर पढेँ लोकसेवाकै तयारी गर्दा चाहिँ हामी कीर्तिपुरमै बसेर पढियो मलाई पहिलोपल्ट काठमाडौँ ल्याउन उत्प्रेरित गर्ने लोकसेवा पढ्नलाई चाहिँ मलाई ऊर्जा थप्ने दाजु नै हुनुहुन्छ म दाइलाई अहिले पनि आभार प्रकट गर्न चाहन्छु दाजुको कारणले अहिले म एउटा सरकारी सेवामा आबद्ध छु र सरकारी सेवामा छु भनेर आफूलाई गर्व गर्ने एउटा चाहिँ ठाउँमा पुर्याउनु भएको छ यो दाजुकै कारणले भएको हो र मैले पढ्दा पनि म ट्युबमा आउँथेँ दाजु टिफिनमा खाजा बोकेर आउने पानीको बोतल बोकेर आउने र हामीले यहीँ पढ्ने गर्थ्यौँ रुखका जराहरूमा अहिले पनि धेरै विद्यार्थी साथीहरू प्रत्येक रुखका जराहरूमा बसेर शीतलमा मजाले पढिराख्नु भएको छ हजुरको पालामा कस्तो थियो दाजु अब म आउने बेला पनि कति सालमा काठमाडौँ आउनुभयो पहिलोपटक 2068 सालमा बिएससी पढ्नको लागि आएँ तीर्थचन्द्र कलेजमा भर्ना भएर हजुर आइएससी हजुरले पाल्पाबाट गर्नुभयो हजुर अनि बिएससी चाहिँ तीर्थचन्द्रमा 68 सालमा भर्ना भएँ हजुर बसाइ बानेश्वर थियो बिएससी पढ्दा त यो 62-63 मा त साइन्स पढ्ने भनेपछि एकदम बिरलै विद्यार्थीहरू हुन्थ्यो होला हुन्थ्यो फर्स्ट डिभिजन लिएको मान्छे फर्स्ट डिभिजन प्राप्त गरेको मान्छे साइन्स पढ्नै पर्ने भने जस्तो त्यस्तो माहौल थियो त्यति बेला फर्स्ट डिभिजन पनि कमैको आउँथ्यो हजुर 9 र 10 को एक्जाम हुन्थ्यो त्यतिखेर अहिलेका साथीहरूलाई यो जानकारी छ कि छैन दाजुहरूको मैले 10 को मात्रै एसएलसी दिएको हो दाइको पालामा चाहिँ 9 र 10 कै विषयको एसएलसीमा परीक्षा हुन्थ्यो मैले 61 सालमा एसएलसी दिने बेला 9 क्लासबाट 60% हजुर 10 क्लासबाट 40% गरेर एसएलसीमा क्वेसन सोध्थ्यो हजुर हजुरको बाल्यकाललाई कसरी सम्झिनुहुन्छ दाजु एसएलसी दिने समय रमाइलो कि क्याम्पस +2 पढ्दाको समय रमाइलो कि त्यतिखेर दिमाग पढाइ भन्दा नेत्र भन्दा अहिले जस्तो यो डिजिटल जमाना थिएन मोबाइल भन्ने थिएन हजुर अब ल्यापटप भन्ने देखिएन अब अलिअलि फटफट भयो अलिकति टिभीहरू हेर्ने हो टिभी पनि गाउँमा 2-4 जना मात्रै 1-2 जनाको घरमा एकजनाको टिभी हुन्थ्यो सबैजना चाहिँ जम्मा भएर टिभी हेर्ने चलन थियो हजुर अब मेनली किताबमै रट्ने हैन किताबी ज्ञानै प्राप्त गर्ने हजुर अनि राम्रै डिभिजन ल्याएर पास गर्ने त्यस्तो प्रचलन थियो अब अहिले डिजिटल युगले गर्दा त्यति किताबी ज्ञान चाहिँ त्यति देखिएन अहिलेको जुन जेनेरेसनमा हजुर हजुरले एसएलसी दिने ताका कतिजनाले एसएलसी दिनुभएको थियो दाजु हामीले एसएलसी दिने बेला 80 जना थियौँ हामी क्लासमा ए हजुर 80 जनामा हामी 40 जना विद्यार्थी पास भयौँ हजुर त्यसमध्ये हामी 5 जना मात्रै फर्स्ट डिभिजनमा पास भयौँ ए हजुर 9 र भनौँ 9 र 10 कै परीक्षा दुईटै क्लासको परीक्षा दिएर पनि फर्स्ट डिभिजन ल्याउनु भनेको त्यो गाविसमा अथवा त्यो क्षेत्रमा त्यो भूगोलमा चाहिँ गाह्रै कुरा थियो होला 80 जना विद्यार्थीमा 5 जना हामी फर्स्ट डिभिजनमा पास भयौँ हजुर त्यतिखेर फर्स्ट डिभिजन ल्याउने भनेको अलिक गाह्रै कुरा थियो हजुर अहिले त ग्रेडिङ सिस्टम गयो जिपिए को कुरा अब त्यो कारणले परिवर्तन पनि भयो क्वालिटी धेरै खस्क्यो अहिले अब हामीले पढ्दा र अहिले पढ्दामा के फरक छ हुन्छ अब नयाँ विचारधारा पनि आयो हैन हजुर अहिले टेक्नोलोजीको प्रयोग भयो नम्बर धेरै ल्याउनु मात्रै त्यो किताबी ज्ञान मात्रै ठुलो कुरा हैन वृहत ज्ञान हुनुपर्छ अब डिजिटलाइजेसन बुझ्नुपर्छ भन्ने पनि अहिले मान्यता छ त्यो पनि ठिकै हो तर एक किसिमले हेर्दा पहिलाको भन्दा पढाइको ज्ञान चाहिँ अलिकति खस्केको लाग्छ मलाई हजुर अहिले टेक्नोलोजी र यो जुन विज्ञान र प्रविधिको विकासले पनि त्यस्तो भएको हो कि हामीले त अब म अब
म धेरै उमेरले नभए पनि हामीले पढ्ने स्कुलहरू टाढा थिए, हामी स्कुल धेरै घन्टा हिँडेर जानु पर्थ्यो। हामी पाटीमा पढेको, काठको पाटीलाई ताछेर खरी ढुङ्गाले लेख्ने पनि जमाना थियो होइन। पछि पनि विकास हुँदै गयो। त्यो अवस्थाबाट अहिले डिजिटल बोर्डहरू, स्मार्टफोनहरूमा पढाइ हुने, अनलाइन कक्षाहरू हुने आइसक्यो। त्यसले गर्दा हामी अलिकति पछाडि, टेक्नोलोजीमै पछाडि परेर त्यो खालको शिक्षा प्राप्त गर्न सकेनौँ कि भन्ने पनि लाग्छ। मलाई त्यो लाग्दैन। अहिले टेक्नोलोजीबाट प्राप्त गरेको ज्ञानभन्दा हजुर त्यति बेलाको किताबबाट प्राप्त गरेको ज्ञान बढी भएको ओजनदार थियो जस्तो लाग्छ। हजुर अब समयअनुसार त चल्नै पर्यो। हजुर प्रविधिको उपयोग पनि गर्नै पर्यो। हजुर अब अहिलेकोले प्रविधि बढी जानेका हुन्छन्, अब हामी चाहिँ अलिकति प्रविधिमा पछाडि हुन्छौँ। हजुर अब प्रविधिलाई मात्रै सर्वश्रेष्ठ मान्ने कि हजुर अरू ज्ञानलाई पनि सर्वश्रेष्ठ। अब अहिलेको मान्छेलाई सोध्यो भने देशको प्रधानमन्त्री को हो भन्यो भने थाहा छैन। बालबालिका अहिले ठुलै भनौँ 12मा पढ्ने बच्चा विद्यार्थीहरूलाई नेपालको प्रधानमन्त्री को छ भन्यो भने थाहा हुन्न। भनेको यो किताबी ज्ञान भन्दा पनि यो बृहत्तर ज्ञान चाहिँ भयो। प्रविधिको मात्रै ज्ञान भयो। प्रविधि विश्वमा चाहिँ अहिले के प्रविधि चले थाहा भयो। तर समसामयिक अब समाज के हो, परिवार के हो, देश के हो, देशको माया के हो भन्नेमा चाहिँ अलिकति कमजोर हो कि हजुर जस्तो लाग्छ मलाई। हजुरले भानु माध्यमिक विद्यालयबाट एसएलसी दिनुभयो? भानु माध्यमिक विद्यालय ग्वालीचौर बागलुङबाट एसएलसी दिनुभयो। पछि +2 पढ्न पाल्पा झर्नुभयो। पाल्पा त्रिभुवन बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालयकै आङ्गिक क्याम्पस। त्रिभुवन विश्वविद्यालयकै आङ्गिक क्याम्पस चाहिँ पाल्पामा चाहिँ +2 सम्मको विज्ञान विषयमा उत्तीर्ण गर्नुभयो। त्यसपछि बिएससी पढ्न त्रिचन्द्र क्याम्पसमा आउनुभयो। पछि तपाईँले त्यहीँ पनि पढाउनु भयो त्यही विद्यालयमा? मैले अर्को विद्यालयमा मैले आइएससी गरेँ पाल्पाबाट। हजुर आइएससी गरिसकेपछि बुद्ध माध्यमिक विद्यालय खाला, हजुर बिमगिठे गाविस थियो। हजुर खाला बिमगिठेको खालामा त्यहाँ चाहिँ टिचरको आवश्यकता रहेछ। म भर्खर आइएससी गरेर बसेको, अनि ल न यसो आइदिनु पऱ्यो भनेर त्यहाँबाट एउटा त्यतिखेर त विज्ञानको, म्याथको, गणित र विज्ञानको टिचर पाउन त एकदम मुस्किल हुन्थ्यो नि। मुस्किल थियो त्यतिखेर, लगभग 65 सालको कुरा हो। हजुर त्यतिखेर साइन्सको टिचर पाउन एकदमै गाह्रो थियो। त्यतिखेर गएर मैले पढाएँ। हजुर त्यतिखेर के लाग्थ्यो मलाई भने अब अहिले त यस्तो अभाव छ। हजुर हामी चाहिँ पढेको मान्छेले जागिर सजिलै पाउँछ। अब 2-4 वर्षपछि धेरैले पढेका छन्, जागिर पाइन्न भन्ने लाग्थ्यो। तर त्यो अभाव अहिले पनि कायमै छ। अहिले विज्ञान र गणितको टिचर पाउन गाह्रो छ। किन भन्दाखेरि पढेको मान्छे कि त लोकसेवातिर गयो कि त विदेशतिर गयो। अब त्यो अलिकति स्कुलतिर पढाउनको लागि विज्ञान र गणितको टिचर पाउन अहिले पनि आगार नै छ। एउटै स्कुलमा तपाईँले देख्नको होला विज्ञानको, गणितको टिचर खोज्नलाई आवेदन नपरेर 17 चोटि 20 चोटिसम्म विज्ञापन गरेको अहिले पनि देखिन्छ। सञ्चार माध्यममा आउँछ। अनि तपाईँलाई पहिलोपटक काठमाडौँ आउन, राजधानी छिर्न, उपत्यका प्रवेश गरेर पढ्न पर्छ भनेर उत्प्रेरित कसले गर्नुभयो? त्यतिखेर त खासै हाम्रो गाउँतिर काठमाडौँ गएर पढ्ने भन्ने त्यति माहौल जन्मिसकेको थिएन। म ठ्याक्कै भने मेरो आफ्नै निर्णय, मलाई कसैबाट पनि काठमाडौँ आउन प्रेरित चाहिँ कसैबाट पनि भएन। हजुर म बरु एसएलसी दिएपछि +2 पढ्न काठमाडौँ आइज भनेर अङ्कलले भन्ने बेला त्यस्तै भयो। पारिवारिक बुवाहरूले पनि अब काठमाडौँ खर्चिलो छ, त्यही पाल्पा पढ्ने भन्न, अनि पाल्पातिर पढ्यो। त्यतिखेर अङ्कलले चाहिँ मलाई एकदमै काठमाडौँ एसएलसी पछि अङ्कलले बोलाउनु थियो। अब त्यतिखेरै म काठमाडौँ छिर्न पाएको भए अहिलेको मेरो यो अवस्थाभन्दा अलिकति अवस्था फरक भइसक्यो जस्तो लाग्छ। काठमाडौँ छिराइ ढिलो भयो, अलि छिटो काठमाडौँ छिरेको भए अलि बढी केही गर्न सकिन्थ्यो भन्ने लाग्छ। हो त। अब एउटा ठ्याक्कै मैले विषय के उठाउन चाहन्छु भने म पनि हजुरकै मोटिभेसनले, हजुरकै उत्प्रेरणाले म काठमाडौँ छिरेँ। म पनि ब्याचलरको परीक्षा दिएर मास्टर डिग्री पढ्न र लोकसेवा पनि पढ्ने भनेर काठमाडौँ छिरेको। सुरुमै मलाई काठमाडौँ छिर्नुपर्छ भनेर चाहिँ ऊर्जा थप्ने हजुर नै हो। के साँच्चै काठमाडौँ छिर्न ढिला भएर हाम्रो भविष्य नबनेको हो त, अथवा के दूरदराजमा अब साँच्चै समस्या छ त अझै पनि? स्वीकार्ने विषय हो कि सुधार हुँदैछ? केही मात्रामा सुधार भए तापनि
काठमाडौँको वातावरण र काठमाडौँभन्दा बाहिरको वातावरणमा धेरै अन्तर छ। किनकि यहाँ विश्वविद्यालय छ, उता पनि विद्यार्थीले पढेको देखिन्छ, उता पनि पढेको देखिन्छ। अब त्यो कोचिङ सेन्टरहरू छन् जता पनि होइन, यता गए पनि पढ्ने मान्छे ठोक्किन्छ, उता गए पनि पढ्ने मान्छे ठोक्किन्छ होइन। त्यो मान्छे नचाहेर पनि पढाइमा के आकर्षित हुने अवस्था चाहिँ देख्छु। अब अहिले पनि अब म अहिले बाहिर बस्छु, अहिले म कपिल वस्तुमा छु होइन। पछि तपाईँ रोजगारीको सिलसिलामा स्थायी नियुक्ति भई पाएर चाहिँ लोकसेवा आयोगको परीक्षाहरू पास गरी तपाईँ विद्युत प्राधिकरणमा कृष्णनगरमा छु म। कपिल वस्तु अहिले कसरी अगाडि बढिरहेको छ जिन्दगी, त्यो पढाइको अवस्था, त्यो पढ्दाखेरि यहाँ खेलेको अवस्था र अहिले आफू रोजगारी भइसकेपछि को अवस्थालाई कसरी तुलना गर्नुहुन्छ? अब पढ्ने बेलामा एउटा छुट्टै रौनक थियो, पढाइको भन्दा पनि अब गाउँघरमा साथीभाइ अब खेल्ने रमाउने त्यो छुट्टै माहौल थियो। हजुर। अनि काठमाडौँ आइसकेपछि अलिकति पढाइको माहौल भयो। अब अहिले जागिरको सिलसिलामा उता जाँदा आम साथीभाइहरूमा पनि अलिकति त्यो पढाइको वातावरण नहुने, कामको लोड चाहिँ अलिक बढी हुन्छ उपत्यका बाहिर। कामको लोडले गर्दा अनि त्यहाँको हावापानी, अब त्यहाँको रहनसहन, सामाजिक वातावरण यावत कुराले गर्दा पढाइतिर मान्छे त्यति आकर्षित हुन सक्दैन। म उता हुँदाको जुन एउटा साथीभाइको माहौल र म कहिलेकाहीँ काठमाडौँ आउँदा यहाँका साथीहरू भेट्दा यहाँ आउँदा बित्तिकै त्यो पढाइको त्यो रौनक आउँछ भित्रबाट। उता गइसकेपछि त्यो बिस्तारै त्यो हराए जस्तो हुन्छ, पढाइमा अलिकति समस्या भयो जस्तो। अथवा त्यो मुख्य कुरा काठमाडौँमा पढ्नैको लागि पढाइलाई मुख्य केन्द्रबिन्दुमा राखेर देशका विभिन्न जिल्लाहरूबाट आउने विद्यार्थीहरू साथीहरू पनि हुनुहुन्छ। त्यहाँ अब उपत्यका बाहिर चाहिँ लोकसेवा पास गरिसकेका, रोजगारी पाइसकेका साथीहरू गएर चाहिँ पढाइमा अलिकति कम भएको हो कि पढ्ने वातावरण भन्ने पनि लाग्छ। अघि पनि भने यहाँ चोकचोकमा कोचिङ सेन्टर छन्, चोकचोकमा पुस्तक पसल छन् जहाँ लोकसेवाको किताब मात्रै पाइन्छ। तपाईँ पुस्तक पसलमा जानु हो भने त्यहाँ पुरै लोकसेवाको किताब मात्रै पल्टाउने विद्यार्थीहरू भेटिन्छन्। अब त्यो बाहिरतिर अब त्यो मेटेरियलहरू पनि त्यति पाइँदैन होइन। अब माहौल पनि त्यति, पाठ्य सामग्रीहरू, पढ्ने पठन सामग्रीहरू पाउन पनि त्यसको उपलब्धता पनि गाह्रो छ। त्यसले गर्यो अनि सामाजिक परिवेश पनि अलिक फरक हुन्छ। अनि जस्तो परिवेशमा मान्छे रह्यो त्यही परिवेशसँग अनुकूलन हुनैपर्छ। अब हामी दुःख गऱ्यौँ, लोकसेवा आयोग पनि तयारी गऱ्यौँ, पास पनि गऱ्यौँ, अब हामी सन्तुष्टि हुने, आफूलाई जीवन धान्न पुग्ने अवस्था छ त? यसको लागि गाह्रो छ। सरकारी जागिर खाएर एउटा इमान्दार भएर तलबले मात्रै जीविकोपार्जन गर्न अत्यन्तै गाह्रो छ। कमसेकम राज्यले भोलि बच्चा बच्चीको शिक्षाको लागि राज्यले खर्च गरिदिने, अनि हामी परिवार सदस्यहरू बिरामी हुँदा अलिकति उपचारको लागि राज्यले हेरिदिने हो भने ठिकै हुन्थ्यो। भोलि बिरामी हुँदा के को पैसाले कसरी उपचार गरौँला, भोलि बच्चा बच्चीलाई कसरी पढाउला भन्ने तनावले एकदमै न्यून तलब छ। यसले गर्दा सरकारी कर्मचारीहरूलाई प्रेरित भएर काम गर्नको लागि मैले ठ्याक्कै विषय उठान गर्न खोजेको म पनि त्यही हजुरकै भनाइमा म सहमत छु। र मैले विषय कसरी उठान गर्न चाहन्छु भने, के विषय उठाउन चाहन्छु भने, हामीले लोकसेवा पास गर्दा सामान्य जागिर भए पनि होला, जिन्दगी काटौँला भन्ने खालले सोचाइ भएर लोकसेवा आयोगको परीक्षाहरू तयारी गऱ्यौँ। अहिले पनि हाम्रै वरिपरि धेरै भाइ बहिनीहरूले अथवा धेरै साथीहरूले लोकसेवा आयोगको तयारीको लागि किताबहरू समातेर, पुस्तकहरू समातेर हिँडिराख्नु भएको छ। अब आउने पुस्ताले कसरी अगाडि बढ्दा जीविकोपार्जन गर्न सजिलो होला? अब एउटा शिक्षा आफैमा पनि ज्ञानको भण्डार हो। अब शिक्षा प्राप्त गर्नै पर्छ। अब एउटा राष्ट्रको लागि सेवै गर्छु भनेर जागिर खानु ठिकै हो, तर एउटा म जीविकोपार्जन पैसाको लागि जागिर खान्छु भनेर चाहिँ सरकारी जागिर खान्छु भनेर सोच नराख्दा हुन्छ भन्छु। हामी यही ठाउँमा बसेर हामी लोकसेवा पास गर्यौँ, गर्ने चिजहरू अहिले पढ्दै गरेकालाई हामीले पनि गर्नुपर्ने छ। पढाइबाट मोटिभेसन गर्न त नहोला, पढाइबाट मात्रै उत्प्रेरित गर्ने होइन, उद्यमशीलता पनि गर्नुपर्छ। मान्छेले हरेक देशको विकासको लागि पढाइले मात्रै सबै विकास हुने पनि होइन। अहिले पढ्दै गरेका नयाँ भाइ बहिनीहरूलाई के भन्न चाहनुहुन्छ?
भाइ बहिनीहरूलाई पढ्न पनि पढ्नुहोस्, अरू ज्ञानहरू सिपहरू सिक्नुहोस्, एक्स्ट्रा कामहरू केही गर्नुहोस्, पढाइभन्दा बाहेकका पनि आफ्नो रोजगारीको अथवा आफ्नो व्यवसायको केही काम पनि गर्नुहोस्, पढाइमा मात्रै केन्द्रित नहुनुहोस्, पढाइ पनि गर्नुहोस्, केही काम पनि गर्नुहोस् भन्न चाहन्छु। यो लोकसेवा तयारी गर्दा गर्दा तनाव हुने, नाम ननिस्केर धेरै वर्षसम्म उमेर पनि जाने, त्यसपछि हातमा सिप पनि नहुने अवस्थामा पनि पुग्न सक्ने अवस्था रहन्छ। हजुर, सबै लोकसेवा तयारी गरेका सबै मान्छे पासै हुन्छु भन्ने त हुँदैन, सीमित कोटा खुल्छ, त्यसमा पास हुन गाह्रो छ। नयाँ साथीहरूलाई नयाँ सिपको सिक्नको लागि के भन्न चाहनुहुन्छ? लोकसेवा हल्का तयारी गर्ने, लोकसेवा दिने, लोकसेवामा नाम निस्के पनि ठिकै छ, ननिस्के म अर्को पनि केही काम गर्न सक्छु भन्ने एउटा धारणा बनाएर लोकसेवा पढ्नुपर्छ। लोकसेवा म पढ्न पास गर्न सकिनँ भने म बर्बादै हुन्छु भन्ने खालले पढ्न थाल्यो भने तनाव हुन्छ। हजुर, ठिकै छ, लोकसेवा पनि दिउँ, तयारी गरौँ, लोकसेवा दिउँ, सके पास गरौँ। अब 50जनाको सिट हुन्छ, 50,000ले इक्जाम दिन्छन्, आखिर जागिर खाने त 50जना मात्रै हो, बाँकी सबैलाई जागिर त सम्भव छैन। त्यस कारणले अब कोही जति ट्यालेन्ट भए पनि फालिन्न पर्यो। हजुर, यो विश्वविद्यालयको पढाइ र लोकसेवा आयोगको परीक्षा प्रणाली त फरक छ। अब त्यहाँ त ऱ्याङ्किङमा अगाडि आउनु पर्यो। हजुर, ऱ्याङ्किङमा ट्यालेन्ट भइकन पनि ऱ्याङ्किङमा पछाडि पऱ्यो भने सेवामा छिर्न सकिएन। त्यही भएर सरकारी जागिर खान नसके पनि केही फरक पर्दैन। अरू पनि धेरै बाटा छन्, व्यवसाय गर्नुहोस् होइन, विभिन्न किसिमका अरू कामहरू गर्नुहोस्, त्यसरी सन्तुष्ट हुन सक्नुहोस्, तनाव नलिनुहोस्, अध्ययन गर्नुहोस्, ज्ञानको दायरा बढाउनुहोस्, हरेक चिजहरूमा रमाइलो दिनुहोस्। हजुर, अहिले हामीले इक्जाम दिने बेलामा दाजु यो निजामती सेवा र केही सीमित संस्थानहरूमा मात्रै फर्म खुलेको थाहा पाउँथ्यौँ। हजुरलाई पनि यो अवगतै छ। हामीले विद्युतमा खाद्य संस्थान, खानेपानी संस्थान लगायत अलिकति चर्चित संस्थानहरूमा फर्म खुलेको अथवा खुल्ला दरखास्त आह्वान गरेको थाहा पाइन्थ्यो। आजभोलि त लगभग सङ्गठित संस्था सबैमा चाहिँ खुल्ला प्रतिस्पर्धाद्वारा विज्ञापन पनि हुन्छ। 7वटा प्रदेश पनि भएका छन्, प्रदेश लोकसेवा आयोगै 7वटै प्रदेशमा छ। त्यसले गर्दा यसपालि फेरि रोजगारीका सम्भावनाको क्षेत्र बढेको चाहिँ हो। यस्तो छ, पहिला संस्थानहरूमा 2072को संविधान बन्नुभन्दा अगाडि संस्थानहरूले आफै इक्जाम लिन्थे। हजुर, आफै इक्जाम लिन्थे, भित्रभित्र इक्जाम हुन्थ्यो। लोकसेवालाई त्यति थाहा हुन्थेन होला, लोकसेवाले लिन्थेन, पदपूर्ति समिति हुन्थ्यो। उनीहरूले संस्थानहरूले आफ्नो संस्थानले भित्रैबाट ल्याउँथ्यो, त्यहाँ अब सोर्स फोर्स यताउताबाट आफ्नै मान्छेहरू छिराउने यताउता त्यस्तो थियो, अरूलाई थाहा पनि हुन्थेन। हजुर, हामीले परीक्षा फर्म खुलेको पनि थाहा हुन्थेन, कहाँ खुल्यो भन्ने चाहिँ थाहा पाइन्थेन। त्यो पनि कतिपय अवस्थामा त्यो पनि गोप्य राख्ने प्रचलन थियो, विज्ञापन पनि। अनि पछि 72 सालमा संविधान आएपछि सार्वजनिक संस्थानहरूमा पनि लोकसेवाले नै इक्जाम लिने भनेर संविधानमै व्यवस्था गरियो। त्यसपछि हामी जस्तो सबै गरिबका छोराछोरीले त्यसपछि लोकसेवाले इक्जाम लिन थालेदेखि यो संस्थानहरूको इक्जाम पनि फेयर भयो। त्यसपछि सामान्य मान्छेहरू पनि संस्थानमा छिर्न सक्ने अवस्था आयो। हजुर, अनि सबैलाई अब फेरि यो अहिले डिजिटल युगले गर्दा पनि सामाजिक सञ्जालहरू यताउताबाट पनि अहिले सबैलाई थाहा हुने वातावरण भयो, अनि दरखास्त पनि अनलाइनबाट भयो। हजुर, त्यसरी अहिले सजिलो भएको छ। लोकसेवा आयोगका पनि विभिन्न ठाउँमा क्षेत्रीय कार्यालयहरू, प्रादेशिक कार्यालयहरू अथवा विभिन्न अलि राम्रा सहर बजारहरूमा लोकसेवा आयोगका कार्यालयहरू चाहिँ छन्, केन्द्रीय लोकसेवा आयोगका। त्यसले गर्दा पनि अहिले दोहोरो छ यो लोकसेवा, एउटा केन्द्रीय लोकसेवाको कार्यालय छ त्यही सहरमा, त्यही सहरमा फेरि प्रादेशिक लोकसेवाको कार्यालय छ। त्यो त संविधानले त प्रदेश लोकसेवा आयोग गर्नु त गर्यो, तर यसले गर्दा यो एउटै कार्यालय हजुर ओभरल्यापिङ भयो। हजुर, यसले गर्दा खर्च, राज्यको खर्च चाहिँ बढी भयो। अब यसलाई चाहिँ एउटै कार्यालय राखेर हजुर कर्मचारी प्रतिपूर्ति गर्न लोकसेवाले एउटा ठाउँमा एउटै कार्यालय राखेर गऱ्यो भने राज्यको खर्च पनि अलिकति घट्थ्यो। हजुर, थोरै जनशक्तिले हुन्थ्यो, त्यो गर्दा राम्रो हुन्छ भन्ने लाग्छ मलाई। हजुर, अब हामी फेरि एसएलसी तर्फै फर्क्यौँ। 80जना साथीहरूले एसएलसी दिनुभयो हजुरको पालामा, मैले चाहिँ 133जना हुनुहुन्थ्यो मैले एसएलसी दिँदाका। अब मैले हजुरसँग 10जना साथीको नाम भन्नु भनेपछि स्मरण छ, भन्न सक्नुहुन्छ? भन्नु त हामी अब साथीको विषयमा प्रवेश गर्दैछौँ। साथी भनेको के हो, साथी कति प्रकारका हुन्छन् भन्न त सक्छु। हजुर, तर कस्तो हुन्छ भने त्यो 80जनै मेरो साथी हुन्। हजुर, 10जनाको मात्रै नाम लिँदा बाँकी 70जना छोड्छन्। त्यस कारणले म यो सबै 80जनाकै तपाईँलाई नाम
अथवा लगभग स्मरणमा छ? स्मरणमा छ। अहिले साथीहरू कहाँ कहाँ हुनुहुन्छ होला? अब त्यस्तो केही ग्रुपहरू बनाउनु भएको छ त एसएलसीको दिएका साथीहरूको? ग्रुप पनि छ हजुर, मेसेन्जरमा अहिले सामाजिक सञ्जालको विकास भइसक्यो। सञ्जाल छ तर त्यति कुराकानी हुन्न, सबै आफ्नो आफ्नो काममा व्यस्त हुन्छन्। हजुर, अब सायद अहिले हिसाब गऱ्यो भने 80जना विद्यार्थी 30वटा देशमा हजुर छरेका होलान्। हजुर, कोही अमेरिका छन्, कोही अस्ट्रेलिया छन्, कोही युके छन्, कोही अब धेरै देशहरूमा हजुर छरेका छन्। हजुर, कोही सुरक्षा निकायमा हुनुहुन्छ होला, सुरक्षा निकायमा, कोही संस्थानमा हुनुहुन्छ, कोही निजामतीमा हुनुहुन्छ होला, कोही न्याय सेवामा हुनुहुन्छ कोही होला, टिचरतिर हुनुहुन्छ। हजुर, त्यो कारणले कोही गर्दा किसान हुनुहुन्छ होला, कोही व्यापार गर्नुभयो होला। अलिकति अब एउटाको टाइम मिल्दा अर्काको नमिल्दा के गर्दा अब त्यति धेरै सम्पर्क चाहिँ हजुर। अब मैले थोरै हामी दुई भाइले यो कुरा गरिरहँदा थोरै विषय उठान साथी जस्तै हामी एसएलसी दिँदाखेरि हाम्रा साथीहरू हुनुहुन्थ्यो, +2 पढ्दा अर्कै साथीहरू हुनुभयो, ब्याचलर पढ्दा अर्कै साथी हुनुभयो, मास्टर डिग्री पढ्दा अर्कै साथी हुनुभयो, लोकसेवा आयोग पढ्दा अर्कै साथी हुनुभयो। कार्यक्षेत्र अनुसार समाज क्षेत्र ठाउँ समयअनुसार साथी परिवर्तन हुन्छ कि साथी स्थिर हुन्छ? के लाग्छ हजुरलाई? साथी परिवर्तन भएको पाएँ मैले। हजुर, के छ यो साथीको विषयमा थोरै सुनाउ न। एसएलसी दिँदाको साथीहरू अलि बढी सम्झना योग्य हुन्छ, सानो बाल्यकालको साथी भएको कारणले। हजुर, एसएलसी दिँदाको साथीहरू +2को साथीहरू भेटिने बेला एसएलसीको साथीहरू बिस्तारै टाढा हुँदै गयो। हजुर, फेरि ब्याचलर पढ्ने बेला +2को साथी पनि टाढा हुँदै गयो। हजुर, फेरि मास्टर पढ्ने बेला ब्याचलरको साथी पनि टाढा हुँदै गयो। अनि त्यसपछि लोकसेवा पढ्ने बेला फेरि कलेजको साथी चाहिँ टाढा भएर लोकसेवाको साथी बन्यो। हजुर, फेरि जागिर खाइसकेपछि जुन ठाउँमा जागिर खाइयो त्यहाँको साथी नजिक, त्यो बिस्तारै अब नयाँ साथी बन्दै जाँदा पुरानो साथीहरू बिस्तारै टाढा हुँदै जान्छ र केही साथीहरू अलिकति अविस्मरणीय पलहरू बिताएका केही साथीहरू मात्रै रहन्छन्। अरू चाहिँ अब सबै साथीहरू रुखको भन्छ नि, नयाँ पात पलाउँदै जान्छ। यहाँ पनि फुलहरू खसिरहेका छन्, नयाँ पातहरू पलाउँदै जान्छ, पुरानो पातहरू बिस्तारै अब ओइलाउँदै जान्छ भने जस्तो साथीहरू पनि नयाँ साथी बन्दै जाँदा कार्यक्षेत्र अनुसार त्यही साथीसँग बढी सङ्गत हुन्छ। अनि पुरानो साथीहरू अलिकति अब बिर्सिने भनेर नसम्झिने हुन्न, तर छायामा परेको हुन्छ। हजुर, अब जस्तै हामीले जिन्दगी चलाइरहँदा हामीले आज जस्तै हामीले के ठान्छौँ भने अब यो सन्देशमूलक हामीले थोरै विषयमा कुरा गर्छौँ। यो भएन भने त म खतरामा पर्छु होला, यो बिना म किन बाँच्ने, अथवा त्यो बिना म मरिहाल्छु, त्यो मलाई चाहिन्छ भनेर कुनै विषय अथवा कुनै वस्तु वा कुनै पात्रप्रति मान्छेले चाहिँ ज्यानै हाल्ने गर्छ। यो साथीको उदाहरणबाट के भन्न चाहनुहुन्छ? यो कुनै विषय नपाउन पनि सकिन्छ, अथवा आफ्नो विषय हो कि होइन, आफ्नो चाहिने वस्तु हो कि होइन, आफ्नो लागि बनेको हो कि नै भन्ने विषय उसले किन नबुझ्न सकेको होला? यो संसारमा वास्तविक रूपमा भन्ने हो भने जन्मिँदा एक्लै जन्मियो, हजुर, मर्दा एक्लै जन्मिने हो, जन्मिँदा नाङ्गै जन्मियो, मरेर जाँदा नाङ्गै जाने हो। हजुर, आफ्नो भन्नु केही छैन, गर्दासम्म गर्ने हो। त्यही भएर कोही बिना कोही बाँच्न नसक्ने अब भन्ने चाहिँ हजुर भन्न। जस्तै मैले यो व्यक्ति भन्दा पनि जस्तै मलाई यो पद चाहिन्छ, मलाई यो मान्छे चाहिन्छ भनेर त्यहीको लागि द्वन्द्व सिर्जना हुने पनि त अवस्था छ। त्यो गलत हो। त्यो विषयलाई हामीले के सुझाव दिन सक्छौँ त? साँगुरो सोचाइ हो। हजुर, अब सबै मान्छे एउटै ठाउँमा त अट्दैन नि। हजुर, पद एउटा हुन्छ, नेपालको प्रधानमन्त्री एउटा हुन्छ। हजुर, सबैजनाले प्रधानमन्त्री हुन्छु भनेर त पाइएन। हरेक चिजहरू त्यस्तै हो। हजुर, अब सीमित ठाउँमा सीमित व्यक्तिले मौका पाउने हो। हजुर, अब जो जेमा छ ठिकै छ भन्ने, खुसी हुने, चित्त बुझाउने हो। हजुर, मेरो बुझाइ चाहिँ त्यही हो। हजुर, अब आगामी दिनमा के छ योजनाहरू, कसरी अगाडि बढ्ने योजना बनाउनु भएको छ? उपत्यका लगभग छोड्ने लगभग निश्चित जस्तै भयो। आगामी योजना तराईको यात्रामा हुनुहुन्छ। आगामी योजना भन्दा अब एउटा अध्ययनको सिलसिला निरन्तर रहिरहन्छ। हजुर, अनि एउटा राष्ट्र सेवामा समर्पित भइसकियो। हजुर, अब जति सकिन्छ राष्ट्र सेवा गर्ने हो। हजुर, आफ्नो अध्ययन। हजुर, अब केही रूपमा अध्ययन केही साथीहरूले हामी त तपाईँहरू तल बुझेर काम गरिराख्नु भएको छ, तपाईँहरू राष्ट्र सेवक होइन, तपाईँहरू त कामदार हो, तपाईँहरू आफूलाई चाहिँ राष्ट्र सेवक हो भन्ने अबको हटाइदिनुहोस् भन्ने पनि कता सञ्जालहरूमा कमेन्टहरू आउने, प्रतिक्रियाहरू जनाउने गर्नुहुन्छ। खास के हो, हामी राष्ट्र सेवक हो कि हामी कामदार हो? अब यसको विषयमा पनि अलिकति बुझाइ फरक हुन्छ। त्यो अब त्यो दुइटै भनाइलाई मैले तर्कसङ्गतै मान्छु। आफ्नो ढङ्गमा, आफ्नो ढङ्गले त्यो दुइटै भनाइ तर्कसङ्गत छ। एउटा राष्ट्र सेवक भनेको राष्ट्रको लागि समर्पित होइन, तलब थोरै तलब हुँदा पनि
होइन अब अरूतिर नलागेर अरू कामतिर नलागेर म राष्ट्र सेवक भनेर त्यति थोरै तलबमा आफ्नो जीवन निर्वाह गरेर राष्ट्रप्रति समर्पित भएर काम गरेको न्यून तलबधारी त्यो अब राष्ट्र सेवक हो। अब अर्को अर्थमा हेऱ्यो भने हो ठिकै हो, अब तलब तपाईँले पैसाको लागि जागिर खाएको हो होइन, आफ्नो लागि हो, राष्ट्रको लागि त होइन, उसको लागि हो भन्ने तर्क पनि गलत तर्क होइन। त्यसको लागि तलबमान कम भएको र न्यून सुविधामा पनि काम गर्न परेको हुनाले राष्ट्र सेवक हो भन्ने केही योगदान गरेको छ राज्य। फेरि अर्को कुरा हामीले राष्ट्र बनाउन योगदान पनि गरेको छ, नीति कार्यान्वयन त गरेको छौँ। अब राजनीतिले नीति तर्जुमा गर्छ भने प्रशासनले कार्यान्वयन गर्छ, हामीले नीतिको कार्यान्वयन त गरेका छौँ, त्यसैको कारणले राष्ट्र सेवक हो भन्ने तर्क हो। हजुर, अब विभिन्न तर्कहरू विकास भएका छन्। तर्क भनेको जहिले पनि हजुर के नबुझौँ भने हामीले एउटै चिज सत्य हुन्छ भन्ने कहिले पनि नबुझौँ। हजुर, कुनै पनि ठाउँमा सत्य एउटा मात्रै हुन्छ भन्ने हामी नराखौँ, त्यो पनि सत्य हुन्छ, यो पनि सत्य हुन्छ। हजुर, दुईटै कुरा सत्य पनि हुन सक्छ। हजुर, आफूले देखेको कुरा र बुझेको कुरा सत्य नहुन पनि सक्छ, नहुन पनि प्रमाणित नहुँदासम्म नहुन पनि सक्छ र आफूलाई थाहा नभएको कुरा यो होइन भन्ने पनि हुन पनि सक्छ। हजुर, त्यसलाई हामीले बिचमै राखेर विश्लेषण गर्नुपर्ने हुन्छ। मान्छेहरूले भन्छन् सत्य एउटा मात्रै हुन्छ भन्छन्, मेरो धारणा के हो भने सत्य एउटा मात्रै हुन्न। हजुर, सत्य दुईटा हुन्छ। हजुर, सत्य धेरै पनि हुन सक्छ। कुन चाहिँ सत्य भन्ने कुरा समयले बताउँछ, भविष्यले बताउँछ। अहिले पहिला पृथ्वी घुम्छ भन्ने कुरा असत्य थियो। हजुर, हो त, सुरुमा त सूर्यले घुम्छ, परिक्रमा गर्छ भन्ने थियो। सूर्य घुम्छ, पृथ्वी घुम्दैन भन्ने थियो, त्यति बेला त्यही सत्य थियो। हजुर, पछि आएर सूर्यलाई वरिपरिबाट पृथ्वीले घुम्छ भन्ने भयो, अहिले यही सत्य भयो। भनेको पहिलाको सत्य र अहिलेको सत्यमा त फरक देखियो। कुनै दिन फेरि अर्को वैज्ञानिकले वा अर्को अनुसन्धानदाताले कुनै तथ्य भेटाउनु भयो भने फेरि यो सत्य गलत हुन सक्छ। सत्य एउटा मात्रै होइन, दुई तिनवटा अथवा धेरै चिजहरू पनि सत्य हुन सक्छ। हजुर, त्यही भएर हामीले यही नै हो, यही नै सत्य अथवा यही नै ठुलो भन्ने भन्न, सबै चिज आफ्नो क्षेत्रमा ठुलो छ। र कसैले लोकसेवा जागिर खान सक्यो भने ठुलो, नभए अब जागिर नाम निकाल्नु नसके सानो भन्ने सोचाइ राख्छन्, त्यो पनि गलत हो होइन। आफ्नो ठाउँमा कहिले के व्यवसाय गर्ला, कहिले कुखुरा पाल्ला, कहिले बाख्रा पाल्ला, कहिले चाहिँ नि दोकान खोल्ला, कहिले उद्योग व्यवसाय चलाउला, कहिले ब्याङ्कमा जागिर गर्ला, ब्याङ्क खोल्ला। अब त्यो आफ्नो क्षेत्रमा सबैको महत्त्व छ, सबै ठुला छन्, कोही सानो ठुलो भन्ने। हजुर, अब हामी विचारले महान हुने हो मान्छे, पदले महान हुने होइन। हजुर, अब हामी अब ठ्याक्कै पदकै विषयमा जाउँ। केही व्यक्तिहरूले अथवा केही प्रतिनिधि पात्रहरूले आफूले जुन पद प्राप्त गरिसकेपछि यो सधैँको लागि हो, यो त मेरै लागि हो भन्ने खालको पनि भावना पैदा भएर अरूलाई चाहिँ होच्याउने अथवा आफ्नो पदको दुरुपयोग गरेको पनि पाइन्छ। के पद सधैँको लागि हो त? अब तपाईँलाई एउटा के कुरा मैले स्मरण गराउँछु भने, एउटा हाम्रो जीवन त सधैँको लागि होइन। हजुर, भनेपछि एउटा पद सधैँको लागि हुन्छ र? हो त, सोचौँ त, जीवन त सधैँको लागि होइन, जीवन त अस्थायी छ भनेपछि पद त एकदमै अस्थायी हो होइन। अब आज छ, भोलि छैन। हजुर, त्यही भएर कसैले भन्यो प्रकृतिबाट पनि हामीले धेरै कुरा सिक्न पर्ने छ। यही फुलहरू अहिले फुलिरहेका छन्, एकछिनपछि ओइलाउँछ, खस्छ, कुहिन्छ, जिन्दगी पनि फेरि पलाउँछ। यस्तै यो स्थिर स्थायी भन्ने हुँदैन। त्यही भएर त्यो कसैले पनि केहीमा घमण्ड नगरौँ। हजुर, घमण्ड गरेर फाइदा छैन। हजुर, सामान्य जीवनयापन जिउन सकौँ। हजुर, होइन, सबैको सम्मान गर्न सकौँ, सबैको कल्याण गरौँ। मैले अघि पनि भने सबै आफ्ना क्षेत्रमा सबै योग्य छन्, सबै सक्षम छन्, सबै ठुला हुन्, कोही पनि साना होइनन्। हजुर, सबै समान हो। हजुर, हामी आज त्रिभुवन विश्वविद्यालयको यो घरको प्राङ्गणमा बसेर हाम्रो मनमा लागेका कुराहरू कुरा गरिरहेका छौँ। यहाँहरूलाई कस्तो लागेको छ हामीलाई हेर्नुहोला र सब्सक्राइब गरिदिनु होला। आज नेपाल विद्युत प्राधिकरणमा कार्यरत आदरणीय दाजु रामप्रसाद घिमिरे हुनुहुन्छ, उहाँलाई मैले रामु दाई भन्छु, र म प्रकाश गौतम। हामी दुई भाइले चाहिँ ट्युबको प्राङ्गणमा बसेर यो भलाकुसारी गरेका छौँ। यहाँहरूलाई कस्तो लाग्यो? यहाँ हेरिरहेका तपाईँका एसएलसीदेखिका साथीहरू, तपाईँका +2देखिका साथीहरू वा हामी सरकारी सेवामा प्रवेश गरेका सबै साथीहरूलाई के भन्न चाहनुहुन्छ? सबै साथीहरूलाई यो भिडियो हेरेर प्रतिक्रिया दिनु होला। मैले भनेको कुराहरू सत्य हुन्छ भन्ने पनि छैन, मैले आफ्नो विचार व्यक्त गरेको हो। सुनेर अब कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। हस्, धन्यवाद। हामीले यस्ता सन्देशमूलक र ज्ञानवर्धक भिडियोहरू फेरि यहाँहरूको बिचमा लिएर आउनेछौँ।
आजको भिडियो हेर्नुभएकोमा यहाँहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। हस् त, धन्यवाद, नमस्कार।